नमस्कार। आजका महत्त्वपूर्ण घटनाक्रमहरूलाई अलिक गहिरिएर हेरौँ है त। नमस्ते। हुन्छ, आज त धेरै विषयहरू छन्, राजनीतिदेखि खेलकुदसम्म। सुरु गरौँ त्यही राजनीतिक गतिरोधबाटै। संसद अझै बन्द छ होइन त? बन्द नै छ। खासमा त्यो गृहमन्त्रीको राजीनामाको माग, त्यो भिजिट भिसा प्रकरण जोडिएर आयो नि। हो। त्यसैमा प्रमुख दलका नेताहरू ओली, देउबा, प्रचण्डजीहरू बसेर पनि सहमति जुट्न सकेन। माओवादी अध्यक्ष प्रचण्डले त राजीनामा नभएसम्म अवरोध कायम राख्ने अडान नै लिनुभएको छ। रासोपा पनि त्यही लाइनमा छ। भनेपछि अझै लम्बिन्छ जस्तो छ यो। खै, हेर्दा त त्यस्तै देखिन्छ। विषय अलि गम्भीर पनि छ। अनि अर्को एउटा खबर, प्रधानमन्त्री र अर्थमन्त्री विरुद्ध नै मुद्दा परेको अदालतको अवहेलना रे। हो, त्यो बजेट वक्तव्यको कुनै एउटा प्रावधानले सर्वोच्चको पुरानो आदेश मानेन भन्ने कुरा उठेको हो। कसले हालेको मुद्दा? वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीजीले हाल्नुभएको हो, प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल विरुद्ध। अब अदालतले के भन्छ हेर्नुपर्छ। ठिक। राजनीतिमै अर्को सुदूरपश्चिमतिर जाउँ। पूर्व मुख्यमन्त्री सोडारी विरुद्ध भ्रष्टाचार मुद्दा। त्यो पनि ठूलै खबर बन्यो। 1 करोड 8 लाख भन्दा बढी बिगो माग गरिएको छ विशेष अदालतमा। ओहो, रकम त ठूलै रहेछ। हो नि, यो त भयो ठूला घटनाक्रम। साना तर अर्थपूर्ण अरू पनि छन्। जस्तो कि एमाले सांसद सूर्यबहादुर थापाले नोटमा पृथ्वीनारायण शाहको फोटो राख्ने प्रस्ताव गर्नुभयो। त्यो पनि सुनियो। अनि कांग्रेसमा देउवाजीले भ्रातृ संस्थाको म्याद थप्दा अलि विरोध भए जस्तो छ। उता एमालेको विद्यार्थी संगठन अनेरास्व व्यूमा पनि नेतृत्वको लागि प्रतिस्पर्धा छ। त्यो 32 वर्षीय उमेर हदले गर्दा 5 जना सचिवहरू अध्यक्षका लागि भिड्ने भए। हो, त्यस्तै सुनिन्छ। ल, अब अलिकति अर्थतन्त्र र जनजीवनतिर लागौं। त्यो यातायात बन्दको के भयो? सहमति भयो भन्ने थियो। खै, सहमति त भयो रे सरकारी टोली र व्यवसायी बीच, तर गाडी चल्ने नचल्ने अझै ढुक्क छैन। अन्यल नै छ। यसले त साह्रै गाह्रो पार्छ नि। त्यही त। अनि यता बजेटको कुरा गर्दा स्थानीय तहलाई अनुदान बाँडफाँड भएछ। कति जति? महानगरहरूलाई झण्डै पाउने 12 अर्ब, उपमहानगरलाई 11 अर्ब माथि। तर रोचक कुरा के छ भने पोखरा र विराटनगरको घटेछ। अनि कसको बढ्यो त? जनकपुर धाम उपमहानगरले चाहिँ सबैभन्दा बढी पाएको छ। काठमाडौँ उपत्यकाका पालिकाहरूले मात्रै 11 अर्ब 84 करोड जति पाए। तर कोशी प्रदेशको चाहिँ घटेको भन्ने नि। हो, कोशीले पाउने सङ्घीय अनुदान चाहिँ अलि घटेको देखियो। अब सामाजिक मामिलातिर हेरौँ। एउटा अलि अनौठो खबर आयो नि, त्यो कर्णाली डेभलपमेन्ट ब्याङ्कको पूर्व अध्यक्ष। हो, 3वटा नाम र थर, कतै राई कतै राय, अनि उता लखनऊमा गुप्ता। कस्तो अचम्म। समातिए अब? समातेर 7 दिन हिरासतमा राख्न अनुमति लिएको छ प्रहरीले। बहुपहिचानको केस। अनि अरू सामाजिक घटना? सुदूरपश्चिममा उपचार खर्च पाउनै गाह्रो रे। हो, विपन्न नागरिकलाई सरकारी उपचार खर्च लिन प्रक्रियागत झन्झट छ भन्ने खबर छ। यो त राम्रो भएन। त्यस्तै त हो नि। दुःखद खबर पनि छन्। छन् नि। जबरजस्ती करणीमा पक्राउ परेका छन् 2 जना। पर्सामा 1 जना कामदारको मृत्यु भएछ। सर्लाहीमा आगलागीमा बालिकाको मृत्यु। अनि अछाममा त 2टा घटना। विषालु च्याउ खाएर 3 जना बिरामी, अनि अर्को आगलागीमा 1 वृद्धको मृत्यु। दुःखद खबरहरू भए। के राम्रा विकासका खबर पनि छन् के? छन्। मोरङमा 2 अर्ब लगानीमा सामुदायिक अस्पताल बन्दैछ। प्रधानमन्त्रीले नै उद्घाटन गर्ने रे। त्यो त राम्रो कुरा भयो। अनि कता हो, 6 वर्षपछि बल्ल नमुना सदरमुकाम बन्न थालेछ। सम्झौता अगाडि नै सडक पिच भएको खबर पनि छ। त्यो त झन् गजब। तर फेरि गोर्खातिर चाहिँ ग्रामीण सडकहरू पानीले बिगारेको छ। बर्खा लाग्यो नि त। हो, अनि पर्वतमा किसानलाई माछाका भुरा दिएको, नयाँ पदमार्ग खोजेको, सिन्धी दुधपोखरी हर्पिङ डाँडा, मादल बजाउने तालिम दिएको जस्ता साना तर राम्रा काम पनि भएका छन्। तर त्यो अयोध्या धामको चाहिँ के भएछ? जग्गा नभएर अड्कियो? माडीको अयोध्या धामको नाममा जग्गा नहुँदा समस्या परेको खबर छ। ल, अब अन्त्यमा खेलकुद। क्रिकेटमा त ऐतिहासिक जित भयो नि। हो नि, त्यो त साँच्चै ठूलो खबर। विश्वकप लिग 2मा नेपालले स्कटल्यान्डलाई हरायो 297 रनको लक्ष्य पछ्याएर। वाह, 1 विकेटले जितेको होइन? हो, 1 विकेटले। अविश्वसनीय जित। यसले त सबैलाई खुसी बनायो नि। पक्कै पनि। ल,
अब यी सबै कुरालाई एकै ठाउँमा राखेर हेर्दा कस्तो चित्र देखिन्छ त? एकातिर हेर्नुस् त राष्ट्रिय राजनीतिमा कस्तो अन्यल छ, खिचातानी छ, भ्रष्टाचारका कुरा छन्, गृहमन्त्रीकै राजीनामा माग भइराखेको छ, प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नै मुद्दा परेको छ। हो। तर अर्कोतिर त्यही बेला स्थानीय तहमा अस्पताल बन्दैछ, सडक बन्दैछ, किसानले सहयोग पाउँदैछन्, नागरिकहरू आफ्नै समस्यासँग जुझ्दैछन्, उपचार खर्च, यातायात बन्द। अनि क्रिकेटको जितले अर्कै माहौल बनायो। ओ ठ्याक्कै। यहाँ एउटा विरोधाभास जस्तो देखिन्छ के माथिको राजनीति जतिसुकै अस्थिर भए पनि तल ग्राउन्डमा जीवन चलिरहेको छ, स्थानीय पहल र नागरिकका आवश्यकताले बाटो खोजिरहेका छन्, अनि खेलको सफलताले आशा जगाउँछ। आज हामीले यही हेर्यौं, राजनीतिक तनाव, आर्थिक विषय, सामाजिक यथार्थ अनि केही स्थानीय प्रयास र खेलको उत्साह। हो, एकदमै मिश्रित चित्र देखियो। त्यसो भए यो सबैको अर्थ के होला त? के कुरामा विचार गर्ने होला? अब सोच्नुपर्ने कुरा के हो भने यो राष्ट्रिय स्तरको राजनीतिक खिचातानी र अस्थिरताले स्थानीय स्तरमा भइरहेका यी विकासका प्रयासहरूलाई, नागरिकका दैनिक जीवनलाई कतिको असर गर्ला, अथवा के स्थानीय तहका यिनै साना सफलता र दबावले माथिको राजनीतिलाई सकारात्मक बाटोतर्फ डोर्याउन सक्ला? यो अहिलेको मुख्य प्रश्न हो जस्तो लाग्छ मलाई। नेपाल बिहार सँगै उडौँ, सबै हाँसो र खुसी बटुलौँ, इन्फोटेनमेन्टको यो नयाँ ढोका खुल्ला छ, हेर्नुहोस् यो ठुलो मौका। सहरदेखि गाउँको कथा, नेपाली जीवनको रमाइलो र गाथा, सबै रङ्गको भिडियोको झरना, नेपाल बिहारले भर्छ खुसीको खजाना। नेपाल बिहार सँगै उडौँ, सबै हाँसो र खुसी बटुलौँ, इन्फोटेनमेन्टको यो नयाँ ढोका खुल्ला छ, हेर्नुहोस् यो ठुलो मौका।